पहिले बत्ती बाल्न, सिनेमा हलमा फिल्म हेर्न, कारमा घुम्न, हावामा उड्न मानिसको लागि एक सपना हुने गर्थ्यो। तर आज मानिसले यो सब आविष्कार गरिसकेको छ र कतिपय हुन बाँकी नै छ। जति नै धेरै आविष्कार भए पनि मानिस अझै चित्त बुझाउन चाहँदैन। मानिसले धेरै आविष्कार गरे पनि पृथ्वीमा अझै धेरै रहस्य खुल्न बाँकी छ। मानिसले चन्द्रमाको बारेमा त खोज गरिसक्यो, तर समुद्रको मुनि के छ पुरा खोज गर्न अझै बाँकी छ। झन् आकाश मानिसको लागि त पर्याप्त खोजको विषय हो। पृथ्वीमा अझै यस्ता धेरै रहस्य छन् जसलाई पत्ता लगाउन अझै पनि बाँकी छ। विज्ञानसँग अझै पनि यसको उत्तर छैन, तर खोज भने अझै नै चलिरहेको छ। यस्तो कुनै कुनै रहस्य र खोजी छन् जसबाट मानिस मात्र होइन, पृथ्वीको सम्पूर्ण भविष्य बदलिनेछ। जानौ त्यही रहस्य जसले पृथ्वी विनाशसम्म गर्ने क्षमता राख्दछ। पहिलो नम्बरमा छ टाइम मेसिन। समयलाई जितेर भविष्यमा जाने र भूतकालमा फर्किने सोच मानिसले गरि नै रहेको हुन्छ। नेपालमा धेरै ठाउँमा यस्ता साधु सन्त पनि छन् जसले आँखा बन्द गरेर भूत र भविष्य देख्न सक्छन्। इङ्ल्यान्डका प्रख्यात लेखक एच.सी. वेल्सले सन् 1895 लेखिएको टाइम मेसिनको किताबले पुरा युरोपमा एक सन्तास फैलिएको थियो। त्यसपछि वैज्ञानिकले यस विषयमा धेरै खोज र अनुसन्धान गर्न थाले। अहिले टाइम मेसिन एक कल्पना जस्तै छ। कल्पना जस्तै भए पनि वैज्ञानिकहरूको यस विषयमा खोज अनुसन्धान निरन्तर रूपमा चलि नै रहेको छ। टाइम मेसिन एउटा यस्तो उपकरण हो जसबाट मानिसले बितेको मात्र नभई भविष्यको कुनै पनि समयमा आफ्नो मानसिक तथा भौतिक शरीर लिएर जान सक्छ। कतिपय वैज्ञानिक यसलाई कल्पना मात्र मान्दछन्, तर यस्ता पनि वैज्ञानिक छन् जसले यसलाई बनाउन जिन्दगीभर मेहनत गरि नै रहेका छन् र भविष्यमा पनि गरि नै रहनेछन्। यदि टाइम मेसिन साँच्चै नै मानव जातिले निर्माण गर्न सफल भयो भने बुढो मानिस त्यही दिमागको साथमा केटाकेटी हुन सक्छ र भविष्य बदल्न पनि सक्षम हुनेछ। इतिहास पनि फेरि लेखिनेछ। दोस्रो नम्बरमा छ अदृश्य हुने क्षमता। मानिसलाई अदृश्य गराउने खोज अहिले विभिन्न देशले गरिरहेको छ। हामी धेरै यस्ता फिल्म पनि हेरेका छौँ जुन मानिस अदृश्य हुँदा गर्न सक्ने कहानी बताइएको छ। मानिसको लागि अदृश्य हुनु सबैभन्दा ठुलो इच्छा भएकाले समय समयमा यस विषयमा अत्यन्त धेरै एक्सपेरिमेन्ट पनि हुने गरेका छन्। यसको लागि वैज्ञानिकहरूले धेरै सिद्धान्तको विकास पनि गरेका छन् जुन अदृश्य हुने क्षमताको बारेमा रहेको छ। जसरी मिस्टर इन्डिया घडी लगाउने बित्तिकै गायब हुन्थे, जसरी ह्यारी पोटरसँग इन्भिजिबिलिटी क्लक थियो, यसरी नै अदृश्य हुन सक्ने वैज्ञानिकहरूले नयाँ कुरा पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यस्तो कपडा बनाउनेवाला छन् जसलाई लगाएर एउटा साधारण व्यक्ति गायब हुनेछ। यसको लागि विभिन्न ठाउँमा डेमो पनि दिएको छ, तर यो टेक्निक क्यामेराको सहायताले गरिएको थियो। यानि कि क्यामेराले पछाडिपट्टिको भाग खिचेर अगाडि रहेको स्क्रिनमा देखाउँछ, जसले गर्दा मानिसको केही अङ्ग गायब भएको देखिन्थ्यो। यो भन्दा पनि अझै शक्तिशाली गायब हुने तरिका जर्मनीका कार्ल्स युनिभर्सिटी र इम्पेरियल कलेज अफ लन्डनका वैज्ञानिकहरूले फोटोनिक क्रिस्टलको सहायताबाट एउटा पत्र बनाएका छन्। फोटोनिक क्रिस्टल एउटा यस्तो पदार्थ हो जसले आफ्नो तर्फ आउने प्रकाशको किरणको इलेक्ट्रोनको दिशा बदलिदिन्छ। यदि यस्तो प्रविधिको विकास गरियो भने प्रकाशको दिशा पूर्ण रूपमा बदल्न सकिनेछ र हामी गायब पनि हुन सक्नेछौँ। आज हामी जुन कुरा देख्छौँ त्यो त्यस वस्तुमा परेको प्रकाशले गर्दा हो, चाहे त्यो धुलो नै किन नहोस्। अहिलेसम्म यो प्रविधि पूर्ण विकास भइसकेको छैन, तर अमेरिका, जर्मन जस्ता ठुला ठुला देशहरूले यो क्षेत्रमा ठुलो धनराशि खर्च गरिरहेका छन्, जसबाट हजारौं मानिसलाई अदृश्य बनाई अरू देशमा जासुसी गराउन सकौं, जसले गर्दा संसारका सबै गोप्य जानकारी हात परुन्। 3 नम्बरमा छ अमर हुने इच्छा। अमर हुने सबैको इच्छा हो,
वैज्ञानिकहरू मानिसलाई अमर बनाउने खोजमा लागि परेका छन्। संसारका धनी व्यक्तिहरू इलन मस्क, बिल गेट्स पनि अमर हुने खोज गर्नलाई अरबौं धनराशि खर्च गर्दछन्। बढ्दो उमेरलाई रोक्न धेरै खालका दबाई तथा सर्जरीहरूको विकास भइरहेको छ, जसमा योगा र आयुर्वेदलाई पनि धेरै महत्त्व दिन्छ। वृद्ध अवस्था रोक्नको लागि विभिन्न देशमा गरिएको एक सर्वेमा यो पत्ता लाग्यो कि उमेरको बढ्दो क्रमलाई स्लो तथा पूर्ण रूपमा रोक्न औषधि बनाउन सकिन्छ। साइबेरियाको एक जंगलमा जिन्सिन नामको एक औषधि पाइन्छ, जुन अधिक मात्रामा कोरिया, चीन र जापानमा बिक्री गरिन्छ र उक्त औषधि त्यसका मानिसले अत्याधिक मात्रामा प्रयोग गर्छ र वृद्ध अवस्थामा पनि जवान देखिन्छन्। महाभारतमा पनि चिरञ्जीवीको बारेमा बताइएको छ। चिरञ्जीवी मतलब अमर, जो कहिले मर्न सक्दैन। 7 चिरञ्जीवीमा पर्दछन् राजा बलि, परशुराम, विभीषण, हनुमान, वेदव्यास, अश्वत्थामा र कृपाचार्य, जसले पृथ्वीमै पाइएका प्राकृतिक जडीबुटीबाट अमृत बनाई पिएका थिए। अहिले मानिसको अधिकतम आयु 100 वर्षको हो। त्यसमा पनि अनेक प्रकारका दुःख, पीडा अनि समस्या छ। यदि वैज्ञानिकहरूले अमरत्व प्राप्त गर्ने तरिका खोजे भने के होला? पृथ्वीमा यति धेरै मानिस हुनेछन् कि मानिसले भोक मेटाउन एकअर्कालाई खान सुरु गर्नेछन् भने शक्तिशाली मानिसहरू यसको धेरै फाइदा उठाउन सक्दछन्। 4 नम्बरमा छ एलियनहरूसँगको सम्पर्क। यो कुरा मानिन्छ कि 10,000 ईसा पूर्व पहिले पृथ्वीमा एलियन आएका थिए। उनीहरूले पृथ्वीमा भएका ठूला ठालु राजमहाराजसँग सम्पर्क गरेर ज्ञान पनि बाँडेका थिए। तर आजका वैज्ञानिकसँग यस विषयमा कुनै पनि पक्का सबुत भेटिएको छैन। मानव जातिले अहिलेसम्म एलियनको कुनै विषय पत्ता नलगाए तापनि वैज्ञानिक तथा धेरै मानिस पृथ्वीको बाहिर अन्य कुनै ग्रहमा मानिस जस्तै देखिने वा मानिसभन्दा अलग प्राणी छन्, जुन मानिसभन्दा बुद्धिमानी रहेको छन् भनेर विश्वास गर्दछन्। संसारका धेरै देशहरू एलियनलाई लिएर खोज पनि गरिरहेका छन्। यदि एलियन साँच्चै नै छन् भने आज नभए भोलि, भोलि नभए पर्सिका दिनहरूमा हाम्रो भेट पक्कै हुनेछ। नासाका अनुसार सन् 2025मा एलियनको जीवनको सङ्केत भेटिनेछ र पनि एलियनको बारेमा पक्का जानकारी अबको 20 देखि 30 वर्षमा भेटिने हाल्नेछ। यदि नासाले भनेको कुरा सही साबित भयो भने के होला त? के एलियन मानिस जस्तै हुनेछन् या कि हामीले अहिले कल्पना गरे जस्तै होलान्? तपाईलाई कस्तो लाग्छ? उनीहरूले सम्पूर्ण मानव जातिसँग कस्तो व्यवहार गर्लान्? यो खुल्न बाँकी नै छ। 5 नम्बरमा छ गतिको रहस्य। गति नै मानिसको जीवनको परिवर्तन हो। गोरुगाडा र घोडाबाट चढेर मानिस साइकल चढ्यो, त्यसपछि बाइक, जसको स्पिड मानिसको लागि अत्यन्त धेरै थियो। तर मानिस त्यसमा पनि चित्त बुझाउन सकेन, जसबाट मानिसले प्लेन अनि हेलिकप्टरको आविष्कार गर्यो। पहिले 100 किलोमिटर यात्रा गर्न 2 दिन लाग्थ्यो, तर अहिले कारमा 1 घण्टामा पुग्दछन्। पहिले सन्देश एक ठाउँबाट अर्को ठाउँमा जान महिनौं लाग्दथ्यो, तर अहिले पृथ्वीको एक कुनाबाट अर्को कुनामा इमेलबाट सन्देश पठाउँदा 4 सेकेन्डमा पुग्छ। मोबाइलबाट कल गर्ने हो भने त झन् तपाईको आवाज 1 सेकेन्डमा सुनिनेछ। यसको तात्पर्य के हो भने मानिसको जीवनमा गतिको धेरै नै महत्त्व छ। यही गतिले गर्दा पहिले मानिसको जीवन अर्कै थियो भने अहिले यही गतिले गर्दा अर्कै छ। मानिस चाहन्छ कि प्रकाशको गतिमा यात्रा गर्न सकौं। जसरी आकाशमा गड्याङगुडुङ गर्छ, पहिले हामी प्रकाश देख्छौं अनि मात्र आवाज सुन्छौं। यसको मतलब प्रकाशको गति आवाजभन्दा छिटो छ। वैज्ञानिकहरूले आवाजको गति त पाए, तर प्रकाशको गति पाउन अझै पनि बाँकी छ। यस्ता पनि मिसाइल मानिसले निर्माण गरेको छ कि जसको गति ध्वनिभन्दा पनि तेज छ। यस्ता पनि लडाकु विमान छन् जुन ध्वनिभन्दा पनि तेज उड्दछन्। मानिस अझै चाहन्छ कि आवाजको गतिमा बस चलुन्, कार चलुन्, रेल चलुन्। केही हदसम्म त मानिस सफल भइसकेको पनि छ, तर मानिस अझै चाहन्छ कि प्रकाशको गतिमा चल्ने अन्तरिक्ष विमान चढेर पूरा ब्रह्माण्डमा राज गरौँ। तर यो सम्भव हुन अझै पनि बाँकी नै छ। के हुनेछ यदि मानिसले प्रकाशको गति प्राप्त गर्यो भने? के पृथ्वी यस्तै हुनेछ या अर्कै हुनेछ? तपाईलाई कस्तो लाग्छ साथीहरू? कमेन्ट जरुर गर्नुहोला। आजको भिडियो यति नै। भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट, शेयर जरुर गर्नुहोला।
र यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। भेट्नेछौँ अर्को भिडियोमा। आजको लागि गुड बाई।